अनि यहाँनिर गटगटाहट भएर एकदम बाघ जस्तो भएर कसरी बोल्न सकिन्छ त भन्ने बारेमा आत्मविश्वास हामीलाई इजी टकले दिएको छ। इजी टक्स यसरी आयो जसले हामीमा ऊर्जा र प्रेरणा भरिदियो। कार्यक्रमको तालिका बनाएर कार्यक्रम आसन ग्रहणदेखि लिएर समापनसम्मको कार्यक्रम उद्घोषक स्वयंले बनाउनु पर्ने कुरा सिकेका छौँ। र पहिलो दिनमा चाहिँ मेरो एकदम हात काम्या थियो, खुट्टा काम्या थियो, यो 56 इन्चको छातीभित्रको यो धड्कन एकदम तीव्र गतिमा धड्किरहेको थियो। र आज न खुट्टा काम्या छ, न हात काम्या छ, न मेरो छातीभित्रको धड्कन धड्किया छ। संसारमा असम्भव बन्ने कुरो कुनै पनि कुना कन्दारामा लुकेको छैन। त्यो सम्भव कार्य आज हामीले 12औं दिनमा पुरा गरेका छौँ इजी टक मार्फत। बोल्ने कुरा त धेरै थियो, इजी टकले यस्तो तरिकाले सिकाएको थियो यो म आज दिउँसोभरि बोल्न सक्छु जस्तो लाग्छ। म एकदमै खुसी छु, उत्साहित छु र मैले यहाँ लगाएको जे जति पनि मेरो समय र जुन मेरो लगानी थियो त्यो कुराहरू चाहिँ मैले एकदम प्राप्त मात्रामा उठाइसकेको छु र मैले पाइसकेको छु। तपाईहरू पनि जति पनि भिडियो हेर्नु भएको छ भने तपाईहरूले पनि आउनु होला। मैले पनि एकदमै भित्रैदेखि इन्ट्रेस्ट राखेर यहाँसम्म आएको थिएँ। डराउनु गल्ती होइन, तर बोल्न सक्दिन भनेर बस्नु चाहिँ गल्ती हो। तिमी बोल, आत्मविश्वास हामी दिन्छौँ। डरलाई जितेर एक कदम अघि सर्नु नै परिवर्तन हो। हामीले यो इजी टक्समा आएपछि समाजसँग, व्यक्तिसँग सजिलैसँग बोल्न सकिने वक्ताको रूपमा परिणत भएको। कति ठाउँमा ठक्कर खाएका छौँ, कति ठाउँमा लडेको छौँ, तर हामी यति कम्ती लागतमा भविष्य नै निर्माण भएको जस्तो महसुस गर्ने वातावरण बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। इजी टकले हामी सबैलाई समान बनाइदिएको छ। हामी सबै कोही भन्दा कोही कमी छैनौँ। हामीले के बोल्ने भन्ने कुरा हामी समय परिस्थिति अनुसार बोलौँला, हामीमा ज्ञान कति छ भन्ने कुरा हामी देखाउँला, तर त्यसलाई कसरी व्यवस्थित ढङ्गले प्रस्तुत गर्ने भन्ने कुरा इजी टकले सिकाएको छ। तपाईहरु पनि यहाँ आएर जोइन गरेर आफ्नो व्यक्तित्व कलालाई अझै राम्रो बनाउन सक्नुहुन्छ। I'm really glad to be the part of Easy Talks. We have already provided our constructive comments regarding our experience since day one. My experience in Easy Talks has been fruitful. I've enjoyed every moment here. यति बोल्न सक्ने भएर आएछ भनेर भन्नुभयो क्या। एकचोटि मात्र भिजिट गर्नुहोस्, तपाईँलाई थाहा हुन्छ कि इजी टक के हो भन्ने कुरो। हाम्रो आशा र सपनालाई पंखा जोड्ने काम यस इजी टकले गरेको छ। परिवर्तन आउँदो रहेछ, धेरै परिवर्तन पाएँ। रमाइलो गर्दै हाँसो ठट्टा गर्दै गाउँदै नाच्दै पनि यति धेरै कुरा सिकिँदो रहेछ भनेर मैले यहाँ आएर थाहा पाएँ। सिकाउने तरिका भने यो हो क्या। बोल्न पाइन भन्ने झगडा गरौँ न त। मलाई 3 दिनमै तपाईँले बोल्ने बनाइदिनु भयो। आवाजविहीनहरू, आत्मबल नभएकाहरू यो ठाउँमा छिर्ने मात्रै प्रयास गर्नुहोस्। पहिलो दिन छिर्ने प्रयास जसले गर्छ त्यो मान्छे जितेरै जान्छ। इजी टक्स एउटा यस्तो प्लेटफर्म हो आवाजविहीनको लागि आवाज बनेर आएको छ। इन्भेस्टमेन्ट गर्दा मैले यो पैसा खेर पो जाने हो कि भन्ने मलाई एकदम लागिरहेको थियो। साँच्चै नै भन्नुपर्दा दिस इज द बेस्ट इन्भेस्टमेन्ट आई हेभ एभर मेड। तपाईँहरू 10 दिनमा सिक्नुहुन्छ होला त भन्ने मलाई चाहिँ लागेको थियो कि, तर आज 10औं दिनमा आउँदासम्म चाहिँ सिकेछौँ। के अरे मैले पनि बोल्न सक्ने भयो, सबैले बोल्न सक्नुभयो। बरु मर्नुबाट डर लाग्दैन तर अगाडि गएर बोल्नुबाट डर लाग्छ भनेको थियो नि। तर आजको दिनदेखि चाहिँ परिवर्तन गरेर बरु मर्नुबाट डर लाग्छ तर अगाडि गएर बोल्नुबाट डर चाहिँ लाग्दैन। कुनै पनि कार्यक्रम होस्, सभा होस्, सम्मेलन होस्, भाषण होस्, दमदारका साथ भाषण दिन सक्छु त्यो आत्मविश्वासका साथ यहाँ त्यो सिकेको छु। मानव भएपछि त्यो शब्दभित्र पनि हामी कसरी भावनाका साथ लैजानुपर्छ भन्ने कुरा म आज इजी टकबाट सिक्न पाएको छु। आगामी दिनमा म जुनसुकै कार्यक्रममा जति घण्टा बोल भने पनि म बोल्न सक्ने ममा एउटा चाहिँ आत्मविश्वास बढेको छ। हच्याउने, नराम्रो सोच्ने गर्नेहरूको अगाडि चाहिँ म पनि केही बन्छु, मैले पनि केही गर्न सक्छु भन्ने क्षमता लिएर, लक्ष्य लिएर आत्मविश्वास बढेको थिएन। जुन इजी टक्समा आएर मैले आत्मविश्वास बढाएँ। म स्टेजमा यसरी बोल्न सक्छु भन्ने कुरा मलाई आफै नै विश्वास थिएन। जिउ नै तातेर आउँथ्यो, पसिनै झर्ला जस्तो हुन्थ्यो। अब त्यो केही पनि छैन। 200-400 मान्छेको अगाडि आरामसँग ढुक्कसँग कुरा गर्न सकिन्छ। अब त्यो डर मबाट हटिसकेको छ। अब म कुनै पनि कार्यक्रममा उद्घोषण गर्नलाई म तयार हुनेछु। मेरो इतिहास र मेरो जीवनकालमा जुन मैले इजी टकबाट सिकेका कुराहरू छन्, यी सिकाइहरूले मेरो जीवनमा पक्कै पनि परिवर्तन हुनेछ। जुन हाम्रो कामले हडबडाउने हात खुट्टाहरूलाई हाम्रो बोली र बचान
विचारहरूलाई हामीले समर्पण गर्न, हामीले बोलीमा व्यक्त गर्न पायौँ। हामी एउटा इजी टक्सको वक्ता बन्न पायौँ। इजी टक एउटा कुनै कार्यक्रम होइन, यो त एउटा आत्मबल बढाउने, डरहरू हटाउने र हाम्रा चाहिँ भावनाहरूलाई, आफ्नो बोलीहरूलाई चाहिँ हामीले समाजमा, गाउँमा नभएर यो संसारमा फैलाउनुको लागि एउटा सुन्दर स्थान रहेछ भन्ने कुरो मैले महसुस गरेको छु। सबैभन्दा पछाडिको चेयर रोजेर बढेको मै हो। आज आएर तपाईँहरूले प्रत्यक्ष देख्नुहुन्छ, सायद मेरो पालो कति बेला आउला, म बोलौँला भनेर फर्स्ट चेयरमा बसेको मै हो। म जति बेला जसले बोलाउँदा पनि औपचारिक होस् चाहे त अनौपचारिक कार्यक्रम होस्, म सजिलै भन्न सक्छु भन्ने मैले हिम्मत क्षमता राखेको छु। मैले जीवन चाहिँ कसरी कटाउनु पर्ने रहेछ, जीवनमा कसरी हिम्मत देखाउनु पर्ने रहेछ, कसरी आँट देखाएर अघि बढ्नु पर्ने रहेछ भन्ने कुरा मैले प्रशस्त रूपमा सिक्ने अवसर पाएँ। त्यसका लागि म एकदमै खुसी छु। यहीँबाट हाम्रो सुरुवात भएको छ। यहीँबाट हामीले चाहिँ जुन डरहरू ल्याएको थियौँ त्यो डरहरू हामीले यहीँबाट अन्त्य गरेर हामी चाहिँ म गर्न सक्छु र म बोल्न सक्छु भन्ने भावनाका साथ बोल्न सक्छौँ भन्ने चाहिँ मैले विश्वास लिएको छु। मेरो कन्फिडेन्स, मेरो आत्मविश्वास त्यति थिएन, तर आज आफूले आफूलाई हेर्दा साँच्चै नै म एउटा प्रभावशाली वक्ता बन्न सफल भएकी छु। मलाई यति उत्सुकता छ, म कति बेला आफ्नो प्रस्तुति राख्न पाउँछु, कति बेला साथीभाइको अगाडि गएर मुस्कुराउन पाउँछु, यो मेरो लागि अत्यन्त भइराखेको छ। इजी टक्समा आउने कि नआउने? अब खोलेर बोल्ने पालो। इजी टक्स अब पब्लिक स्पिकिङ। जुन आत्मविश्वासका साथ म यहाँ इजी टक्समा पहिलो दिन मेरा पाइलाहरू यस सिडीसम्म आइपुगेका थिए, सायद त्यो पाइला गलत थिएन, त्यो पाइला साँच्चीकै सही पाइला चालेको रहेछु भन्ने आज आएर मलाई अनुभव भएको छ। इजी टकको अनुभवको कुरा गर्नुपर्दा त्यो वन्डरफुल, वर्डमा त एक्सप्रेस गर्नै सकिँदैन क्या। मेरो लागि चाहिँ इजी टक एउटा लाइफको टर्निङ पोइन्ट जस्तो भएको छ है। हाम्रो खोला नालाले बगाएर लग्यो भने जस्तो यो डरहरू सबै बगाएर पठाइसक्यो। अब मैले धेरै नै कन्फिडेन्ट बढेको छु। थ्याङ्क यू इजी टक्स। फर्स्ट डे आउँदा र अहिलेको आफूलाई नै कति चेन्जहरू फिल भएको छ। कुनै पनि ठाउँमा जाँदाखेरि आफ्नो मन्तव्य राख्नलाई, आफ्नो भनाइ राख्नलाई अलिकति सहज भएको मैले महसुस गरेको छु। मलाई भित्रैदेखि गर्व लाग्छ कि हामीले चालेका पाइलाहरू इजी टक रोजेर गल्ती गरेका रहेछौँ। इजी टक्स आफैमा एउटा अमूल्य रहेछ। हामीलाई इजी टक्सले साँच्चै नै धेरै कुरा सिक्ने मौका दिएकोमा म इजी टक्स प्रति पनि धेरै आभार व्यक्त गर्न चाहन्छु। मनको बाघले खाओस् नखाओस् तर मनको बाघले खान्छ। कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएर बाटो भौतारेर हिँड्ने जस्तो हामी भित्रको क्षमता, हामी भित्रको सक्षमता र हामी भित्रको निडरता आफैले बिर्सेर एकदम भौतारिरहेका रहेछौँ। त्यो निडरतालाई, त्यो आफ्नो क्षमतालाई बाहिर ल्याउन चाहिँ इजी टक्समा आएपछि एकदम ठुलो सरहरूले भूमिका निर्वाह गरिदिनु भयो। इजी टक्समा आउने कि नआउने? अब खोलेर बोल्ने पालो। कहाँ गएर यति बोल्न सक्ने भएर आएछ भन्दा भन्नुभयो क्या। भित्रैबाट खुसी लाग्यो क्या, यस्तो अपर्च्युनिटी कहीँ पनि पाइँदैन। सेल्फ इन्भेस्टमेन्ट एउटा यस्तो लगानी हो जसले सबैभन्दा ठुलो ब्याज दिन्छ। मेरो त लाइफको टर्निङ पोइन्ट नै भन्ने भयो सर यो चाहिँ है। अहिले आएर चाहिँ एकदमै रियलाइज भयो कि त्यो एडहरूको त्यो रियालिटी थियो। किनभनेदेखि हामी नै यसको प्रत्यक्ष उदाहरण बनेका छौँ। जब कि 12 डेज अगाडि हामी सबैजना डराउँथ्यो, आज सबजना 101 यति राम्रोसँग बोलिरहनु भएको छ कि सबैजनाको रेटिङ यति राम्रो रेटिङ आइरहेको छ। त्यो एड होइन, त्यो रियालिटी नै जसले यहाँ बोल्नुभयो उहाँहरू पनि हामी जस्तो स्टुडेन्टहरू कुरा चाहिँ आज रियलाइज भएको छ। आजको त म त घरमा परिवार विशेष पनि निकै भन्छ कि यहाँ भन्न थालिसक्यो त। त्यो पब्लिक स्पिकिङको कही बेला तालिम दिनु पर्ने रहेछ। यस इजी टक संस्था र प्रशिक्षणको कारणले गर्दा आज म भिडबाट भिन्न बनेर अर्थपूर्ण जिन्दगीको शिखर चुन्न सफल भएको छु। सबैजनाले मलाई आहा कहाँ गएर सिक्यौ यो, यस्तो गरेर बोल्नै सक्दैनौ त्यो, तिमी डराउँछौ, बोल्न दिँदाखेरि पनि तिमी पर भाग्छौ, अरूलाई बोल्न देऊ भन्छौ, तर आज कसरी बोलिरहेछौ। एकचोटि आउनुहोस्, एकचोटि मात्र भिजिट गर्नुहोस्, अनि मात्र तपाईँलाई थाहा हुन्छ कि इजी टक के हो भन्ने कुरो। बजारमा पब्लिक स्पिकिङ धेरै छन्, तर ती मध्ये उत्कृष्ट कुनै हो भने त्यो इजी टकै। प्रथम दिन प्रवेश गर्दै गर्दा र अहिले 10 दिन सकेर बाहिर निस्किँदै गर्दा आफूमा धेरै फरकको अनुभूति पाएको छु। अनि मलाई भन्नुभयो तपाईँ धेरै धेरै धन्यवाद, त कहाँ गएर सिकेर आएकोस्, तैँले नसिकिकन बोलेको होइन, हिजोको राजकुमार होइन त आज परिवर्तन भएको छस् भन्नुभयो। मलाई धेरै धेरै खुसी लाग्यो, धेरै धेरै खुसी लाग्यो। यहाँ आइसकेपछि मलाई पनि अलिकति अप्ठ्यारो लाग्थ्यो, नाम भनेर कस्तो कस्तो लाग्थ्यो, तर एकाएक म 5 देखि 6 दिनको ड्युरेसनमा यो मेरो मनमा यस्तो कन्फिडेन्ट बढेको छ कि इजी टकमा आइसके पछाडि मैले चाहिँ नि 100 जना मान्छेलाई अहिले म कन्भिन्स गर्न सक्छु, भेला गर्न सक्छु। कुन किसिमको इजी टक्सले प्रशिक्षण दिन सुरु गरेको छ, यसलाई म हृदयदेखि नि आभार व्यक्त गर्दछु। मान्छेमा एउटा जोस ल्याएको छ, उमङ्ग ल्याएको छ, यसले जाँगर ल्याएको छ। इजी टक्सले मलाई आज यो ठाउँमा बोल्न सहज पुर्याएको छ। हिजो हामी यी आउँदा खुट्टा काम्ने मान्छे,
आज यसरी उभिएर हिँड्न सक्ने बोल्ने भएका छौँ। गर्न सक्दिनस् भन्दा पनि गर्न सक्छस् भन्ने आँट दिनुहुन्छ। यसरी निर्धक्कसँग मलाई बोल्न इजी टक्सले नै सिकाएको छ। मेरो त लाइफको टर्निङ पोइन्ट नै भन्नुभयो सर यो चाहिँ है। यस 10औं दिनसम्म आइपुग्दाखेरि यतिसम्म बोल्न सकिन्छ जस्तो चाहिँ हामीलाई लागेको थिएन। भित्रैबाट खुसी लाग्यो क्या, यस्तो अपर्च्युनिटी कहीँ पनि पाइँदैन कि बोल्नका लागि मात्र होइन, आफ्नो लक्ष्य उद्देश्य पहिलाउनका लागि पनि जस्ट इजी टक नै रोजौँ। म नुवाकोट गएको थिएँ अनि यसो मोबाइलमा हेर्दै आएको त्यो उसमा चाहिँ आइरहेको छ इजी टक्सको बारेमा। आएपछि हत्त न पत्त फोन डायल गरिहालेँ। इजी टक्स मैले सोचेको भन्दा पनि राम्रो रहेछ। कहिले भन्छौ बाइलेन्सा, कहिले भन्छौ केपी, होइन रहेछ। सबैभन्दा ठुलो हो भने टाइम हो, सबैभन्दा ठुलो हो भने समय हो। म यसरी चाहिँ आई डोन्ट थिङ्क म कहिले पनि यसरी आएर बोल्न सक्थेँ होला होइन। आज यसरी आएको छु। लाखौँ मानिसको माझमा चाहिँ म बोल्न सक्छु भन्ने आत्मविश्वास ममा आएको छ, ममा बढेको छ। जसको आवाज दमदार हुन्छ, जसको आवाज दमदार हुन्छ, प्रस्तुति त्योभन्दा नि शानदार हुन्छ। सब यसरी तै पनि यहाँ खोइ कसरी हो हेर्नु यसरी होइन। म टक्क मजाले अब कन्भर्सेसन गर्न सक्ने भएँ होइन। एउटा रुख काट्नलाई हामी वनचोरले हान्यौँ 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 हान्यौँ, तर लास्टमा एउटा यस्तो समय आउँदो रहेछ, एउटा यस्तो समय आउँछ कि एक वनचोरमै त्यो रुख ढल्दो रहेछ। एकचोटिको हानाइमा वनचोर ढल्छ भने थाहा हुँदैन। यो 12 दिनको क्लासमा नि मलाई त्यस्तै फिल भयो। इजी टक्सले गर्दा नै हामीले केही सकारात्मक कुराहरू सिक्न पायौँ। बोल्न सिक्नुपर्छ। बोल्न सिक्नुको लागि इजी टकमा आउनुपर्छ र इजी टकले यो सबै कुरालाई सम्भव बनाइदिन्छ। अन्तिम भन्नुहुन्छ, म त यो त पहिलो पाइलामा टेकेछु, कस्तो रमाइलो। पब्लिक स्पिकिङको खाँचो पर्यो भने इजी टक्स छ है महानगरपालिकाको आडमा भनेर मैले हिजो मात्रै मेरो एउटा साथीलाई भनेको छु कि। तर यो इजी टक परिवारमा आएर आज जुन सिकेका सैद्धान्तिक कुराहरूलाई अभ्यासमा पनि उतार्नुपर्छ भन्ने जुन यो इजी टक्सले सिकाएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु इजी टक्स परिवारलाई। मलाई जुन यो स्टेज दिनुभएको छ, यो जुन इजी टकले मलाई त्यो निखार्दपन मलाई दिएको छ नि, धेरै धेरै धन्यवाद दिन चाहन्छु। डराउनु गल्ती होइन, तर बोल्न सक्दिन भनेर बस्नु चाहिँ गल्ती हो। हामीलाई यहाँसम्मको एउटा हिँड्न सक्ने क्यापेबल क्षमता प्रदान गर्नु भएकोमा उहाँहरूप्रति म अत्यन्तै आभार व्यक्त गर्दछु। जबकि यसरी माइक समाउँदा थरथर हुन्थ्यो, जिउ नै तातेर आउँथ्यो, पसिनै झर्ला जस्तो हुन्थ्यो। अब त्यो केही पनि छैन। 200-400 मान्छेको अगाडि आरामसँग ढुक्कसँग कुरा गर्न सकिन्छ। इजी टक्स अब खुलेर बोल्ने पालो तपाईको।